हेलो नमस्कार। अहिले चाहिँ हामी काठमाडौँ कीर्तिपुरमा अवस्थित बाघ भैरव मन्दिरमा छौँ। तपाईँ देख्न सक्नुहुन्छ बाघ भैरव एकदम रमाइलो छ। म चाहिँ सेन्टिफिट खाइरहेको छु, ह्याप्पीडेन्ट हो कि सेन्टिफिट त्यो र अर्कै देखियो होला यो है बाघ भैरव मन्दिरमा छौँ। कति साथीहरू त यहाँ आएर पनि जानुभएको होला, नआएको साथीहरूले चाहिँ देख्न सक्नुहुन्छ। पुरानो हो यस्तो चाहिँ यहाँ एकदम रमाइलो। यहाँ छ है बाघ भैरवको मन्दिरहरू छ, यतातिर यस्तो छ टोको देख्न सक्नुहुन्छ है। साह्रै रमाइलो यसो कीर्तिपुरमा बस्ने मान्छेहरूलाई माइन्ड फ्रेस गर्नको लागि सुनसान ठाउँ एकदम डाँडोमा रमाइलो छ। यो चाहिँ हामी यो कीर्तिपुरको यता अग्लो डाँडोको हामी बाघ भैरवमा छौँ। यताबाट यता अगाडि देखिने चाहिँ हाम्रो कलङ्की यताको कलङ्की साइड होइन, यता कलङ्की छ। उता चाहिँ अगाडि देख्न सक्नुहुन्छ स्वयम्भू, त्यहाँ चाहिँ मूल डाँडामा स्वयम्भू छ। ल यता भक्तपुर है, उता लास्टमा देखिँदैन रुखले गाइज देख्न सक्नुहुन्छ है रमाइलो छ। यसो हामी अहिले यताको झुलुङ्गे पुलमा छौँ है गाइज, देख्न सक्नुहुन्छ है। यहाँ चाहिँ झुलुङ्गे पुल काठमाडौँको पनि झुलुङ्गे पुलको मजा लिएर छौँ। मान्छे हुनुहुन्छ यहाँ चाहिँ, मान्छेहरू चाहिँ हुनुहुन्छ है रमाइलो छ। यता चाहिँ मान्छेहरू टन्नै हुनुहुन्छ, रमाइलो गर्ने फोटो खिच्ने भइरहेछ प्रोग्राम। साथीहरू अगाडि गइराख्नु छ है गाइस, देख्न सक्नुहुन्छ। यता चाहिँ यस्तो छ है, तल खोला छ। चलङ्गै पहाडको याद आयो यार, गाउँको याद आयो। वाउ बाटो छ त्यहाँ, यहाँबाट यता काठमाडौँ सहर हेर्दा लाग्छ र भन्ने जस्तै हो। त्यही ठिक छ, बवाल छ मान्छे।